सम्मानीय सभामुख महोदय, आवश्यक खर्च कटौती, विभिन्न सरकारी निकाय खारेज, हस्तान्तरण तथा पुनर्संरचना, अनावश्यक कानुन खारेजीले आर्थिक व्यवहार कम हुने हुँदा सरकारको यो अग्रगामी कार्यक्रमको खुलेरै समर्थन गर्न चाहन्छु। पढ्दै कमाउँदै विदेशमा वा स्वदेशमा लगाउने लगानी झन्झट रहित वन तथा प्राकृतिक स्रोत संरक्षणको सीमित दायराबाट बाहिर ल्याउने, विदेशमा बसेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न प्रक्रिया सुरु गर्ने सरकारको लक्ष्य सकारात्मक छ। शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, उद्योग, वाणिज्य, खानेपानी पूर्वाधार निर्माण, ऊर्जा, खेलकुद, स्वरोजगार, वन, वातावरण, सूचना, सञ्चार, स्टार्टअप तथा नवप्रवर्धन, वित्तीय क्षेत्र, जेएनजीको भावना आदि सबै क्षेत्रलाई बजेटले समेटेको देखिएको छ। विद्युत महसुलमा 50 युनिट भन्दा माथि भ्याट लाग्ने जनस्तरबाट असन्तुष्टि आएको र स्रोत जुटाउन कठिनाई तथा कार्यान्वयनमा चुनौती यो बजेटको ऐठन पक्ष पनि रहेको छ। सभामुख महोदय, मेरो निर्वाचन क्षेत्र कञ्चनपुर 1 करिब 40 किलोमिटर भारतीय सीमासँग जोडिएको छ। चीन र भारतसँग जोडिएका सीमा क्षेत्रका नागरिकहरूका लागि सरकारले विशेष प्याकेज ल्याउनु पर्ने मैले माग राख्दै आएको थिएँ, तर सीमा केन्द्रित प्याकेज बजेटमा समेटिएको देखिएन। हुलाकी सडक, दोदा र चौधर नदी तटबन्ध, बेलोरी भन्सार स्तरोन्नति, विभिन्न सहायक सडकहरू, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि आदि सम्बन्धी योजनाहरू मन्त्रालयगत बजेटमा समेटिने कुरामा चाहिँ म विश्वस्त छु। खास गरिकन मैले यो सीमा क्षेत्रका जनताहरूको लागि विशेष प्याकेज कार्यक्रमको लागि अनुरोध गरेको थिएँ, किनभने चीन र भारततिरको जीवनस्तर, उहाँहरूको जीवनशैलीसँग कमसेकम नेपालीहरूको पनि मेल खानुपर्छ र नेपालीहरूको जीवनस्तर पनि त्यसमा त्यो अनुसार जानुपर्छ भन्ने मेरो मान्यता हो। नत्र राष्ट्रियता कमजोर पनि हुन सक्दछ। त्यसैले मनोबल बढाउनका लागि पनि सीमा क्षेत्र केन्द्रित विशेष प्याकेजहरू सरकारले ल्याउनु पर्नेछ भन्ने मेरो धारणा छ। र अन्तमा सरकारको यो बजेट तुलनात्मक रूपमा रकमभन्दा पनि नीतिमा जोड, वितरणमुखी र सस्तो लोकप्रियता भन्दा पनि दूरगामी सोच, सुशासन कायम राख्न र भ्रष्टाचारको अन्त गर्ने कुरामा मुखरित भएकोले लक्ष्य र कार्यान्वयन पक्षमा सफल होस्। धन्यवाद, शुभकामना।